दर्शकबिन यो दृश्य हो बुटवल गोरसिङ सडक खण्ड विस्तार गर्ने क्रममा अहिले चाहिँ जेसीबीले यो ठाउँमा रहेको माटो खनेर अर्को ठाउँमा लाँदैछ र यहाँनिर चाहिँ 4 लाइनको बाटो बन्दैछ र कहीँ 6 लाइन कहीँ 4 लाइनको बाटो विस्तार गर्ने क्रम जारी छ। जे होस् धुलो धुवा खान हामी बाध्य छौँ, तर पनि आशा छ पछि गएर हाम्रो लागि राम्रो हुनेछ भनेर चाहिँ पुरा विश्वास लिएका छौँ। एकदमै जोडसँग धुलो उडिरहेको छ। यहाँनिर काम फटाफट चलिरहेको छ। देख्न सक्नुहुन्छ यतापट्टि कल्पट निर्माणको लागि ठुलो खाल्डो खनिएको छ र अहिले अनुगमनको लागि इन्जिनियर्सहरू पनि आउनु भएको रहेछ यहाँनिर। जे होस् राम्रो बन्नेछ भन्ने पुरा विश्वास लिन्छौँ हामी। विदेशमा पनि हामी हेर्न मात्रै बाध्य छौँ विदेशको बाटो, उहाँको सुविधा, उहाँको विकास र अहिले हाम्रो देश कति पछाडि रहेछ भन्ने कुरा चाहिँ बल्ल चाहिँ बाटो विस्तार हुँदैछ भनेपछि यहाँनिर धेरै काम हुन बाँकी छ। कहिले हामी चाहिँ सेवा सुविधा सम्पन्न हुने भनेर चाहिँ सम्झिँदाखेरि पनि वाक्क लाग्छ। तर आशा छ यो ठाउँमा पनि धेरै विकास हुनेछ र यो ठाउँमा पनि ठुला भवन, ठुला सुपरमार्केट, ठुला गाडी घोडा हिँड्ने ठाउँ बन्नेछ र यो ठाउँमा हरेक किसिमको सुविधा लिन पाऊँ भनेर मैले पुरा विश्वास लिएको छु। विकसित देशहरूमा चाहिँ नाइट मार्केट, डे मार्केट, त्यहाँ चाहिँ हरेक किसिमको सेवा सुविधा लिन सकिन्छ। तर हाम्रो देश नेपाल अहिले भर्खरै चाहिँ बाटो बन्ने क्रममा छ भनेपछि अब कहिले त्यहाँनिर सुविधाको काम हुने भनेर चाहिँ हामी चाहिँ कल्पना मात्रै गर्न सक्छौँ, अहिले केही गर्न सक्दैनौँ। त्यसैले गर्दाखेरि होला आफ्नो देशमा केही पनि नभएर, कुनै पनि विकल्प नभएर हाम्रो साथीहरू चाहिँ धेरै विदेशतिर पलायन हुनुभएको छ। आशा छ अबको केही वर्षमा सबैले आफ्नै देशमा रोजगारी गर्ने वातावरण सिर्जना होस् र आफ्नो देश छोडेर अरूको देशमा चाहिँ नोकरी गर्न कोही पनि जान नपरोस् भनेर चाहिँ मैले भगवानसँग प्रार्थना गर्छु। यसरी चाहिँ बाटो बनेको देख्दा आफ्नै अगाडि, आफ्नै गाउँघरमा, आफ्नै घरको अगाडि बाटो बन्दाखेरि एकदमै खुसी लागेको छ। र अहिले यो भिडियो मैले सम्झनाको लागि मैले बनाउँदैछु, किनभने अहिले यति बेला यस्तो छ यहाँनिर माहौल र पछि यसको सबै बाटो सम्पन्न भइसकेपछि यहाँनिरको वातावरण कस्तो हुन्छ र यहाँको दृश्य कस्तो हुन्छ भनेर हामी चाहिँ कल्पना मात्रै गर्न सक्छौँ र त्यो नतिजा हेर्न बाँकी नै छ। यसपछि कस्तो बन्छ देख्न सक्नुहुन्छ एकदमै भिडभाड छ यो बाटो, धेरैभन्दा धेरै गाडीको आवाज छ यहाँनिर। जो हामीलाई चाहिँ बाटो काट्न पनि सकस छ। यति बेला बाटो पनि साँघुरो छ र तर पनि एकदमै अन द वे, एकदमै स्पिडमा गाडी घोडा आउने जाने क्रम जारी छ र यहाँनिर मेसिनले बाटो खनिरहेको छ देख्न सकिन्छ। यहाँनिरको अहिलेको दृश्य यस्तो छ। पहिला यहाँनिर सबै झाडी थियो, अहिले चाहिँ झाडी काटेपछि यतिको राम्रो भएको छ साथीहरू। र यो महेन्द्र राजमार्गमा मैले पनि सानो व्यवसाय गरेर बसेको छु यहाँनिर र आफ्नै अगाडि यसरी चाहिँ बाटो बन्दाखेरि एकदमै खुसी लाग्छ र यो खुसी सेयर गर्नको लागि मैले यो भिडियो बनाउँदैछु। साथीहरू सबैमाझ यो भिडियो पुर्याइदिनु होला। विकसित देशमा जस्तै हाम्रो देशमा पनि पक्कै पनि एक दिन सेवा सुविधा सम्पन्न हुनेछ। यहाँनिर ठुल्ठुला डिस्को, बार, डान्स, ठुल्ठुला होटलहरू खुल्ने छन् र हामी पनि त्यही सुविधामा सम्पन्न ठाउँमा हामी रमाउन पाऊँ भनेर पुरा विश्वास लिएको छु मैले। यसरी ठुला टिप्परहरू यो बाटो बनाउने कम्पनीले ल्याएको रहेछ। एकदमै जोडतोडको साथ काम हुँदैछ। काम पनि एकदमै मजबुत बनाउँदैछ अरे भन्ने चाहिँ बजारमा हल्ला सुन्न पाइन्छ। जे होस् काम राम्रै गर्ला भन्ने हामी पुरा विश्वास गरौँ। र गाडीको आवाज एकदम तीव्र गति छ साथीहरू, हामी कल्पनै गर्न सक्दैनौँ। यहाँनिर हेर्दाखेरि बाटो एकदमै सानो छ, तर 1 मिनट पनि यहाँ गाडी खाली हुँदैन। आउने जाने क्रम जारी नै रहन्छ, किनभने सबैभन्दा व्यस्त बाटो हो यो। नेपालकै अब पूर्व पश्चिम राजमार्ग भनौँ न, एकदमै व्यस्त सडक हो यो। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ एकछिन पनि गाडी खाली हुँदैन यो बाटोमा। यो दृश्य चाहिँ म बस्ने ठाउँको हो साथीहरू। म चाहिँ यही ठाउँमा व्यवसाय गरेर बसेको छु र आज यो सम्झनाको लागि यो भिडियो बनाउँदैछु मैले। जे होस् ठाउँ एकदम विकसित ठाउँ हो, तर यहाँ चाहिँ विकास हुन नसकेर पछाडि पारिएको रहेछ र अब यो बाटो विस्तार भइसकेपछि पक्कै पनि यहाँनिर ठुला विकासको कामहरू हामी देख्न पाउनेछौँ। खुसी लाग्छ आफ्नै गाउँठाउँमा विकास हुँदाखेरि। यो ठाउँमा डिस्को बनोस्, डिस्को डान्स, बार, ठुल्ठुला मार्केटहरू बनोस्। यहाँनिर स्कुल, अस्पतालदेखि लिएर हरेक कुरा यहाँ सम्पन्न होस् भनेर चाहिँ मैले भगवानसँग प्रार्थना गर्न चाहन्छु। र यसरी सानो सडकमा पनि यतिका व्यस्तताको साथ गाडी घोडा गुडेको देख्दाखेरि म अचम्मै पर्छु होइन बेला बेलामा, किनभने यहाँनिर बाटो काट्नै मुस्किल छ, तर पनि यो ठाउँमा हामी बसिरहेका छौँ भनेर चाहिँ मैले सोध्छु बेला बेलामा साथीहरू। अनि यतापट्टि देख्नुहुन्छ यो चाहिँ कोइली खोलाको पुल हो। यसरी बन्दैछ कोइली खोलामा पुल। जे होस् त्यहाँनिर पनि
काम एकदम धमाधम भइरहेको छ। कोइली खोलाको पुल हो यो। अहिले चाहिँ पिलर गाड्ने जडान गर्नेको काम बाँकी छ यहाँनिर, तर काम फटाफट चलिरहेको छ। जे होस् छिटोभन्दा छिटो सम्पन्न हुनेछ भनेर मैले पूर्ण विश्वास लिएको छु। यो पुल पनि एकदमै खतरनाक थियो, तर अब चाहिँ एकदम मजबुत बन्नेछ भनेर हामी पूर्ण विश्वास गरौँ। जे होस् सबैलाई धन्यवाद यो बाटो बनाउनु।